साथीहरू, हामी युट्युबमा भिडियो हेरिरहेका हुन्छौँ। कहिले मुभी हेर्छौँ, कहिले म्युजिक भिडियो हेर्छौँ, कहिले गेम हेर्छौँ, त कहिले आफूले नजानेको कुराहरू सर्च गरेर हेरेर सिकिरहेका हुन्छौँ। तर हामीलाई यो थाहा हुँदैन कि यो भिडियो बनाउने मान्छेले यो भिडियोबाट कति कमाइरहेको छ त। हो, आज तपाईँले यो भिडियो हेरिसकेपछि एउटा युट्युबरले युट्युबबाट कति पैसा कमाउँछ त भन्ने कुरा थाहा पाउन सक्नुहुनेछ। र यदि तपाईँ युट्युब च्यानल खोल्न चाहनुहुन्छ र युट्युबमा केही गर्न चाहनुहुन्छ या खोलिसक्नु भएको छ तर मोनेटाइजेसन भएको छैन भनेदेखि तपाईँले यदि मेरो च्यानल मोनेटाइजेसन भयो भने मैले कति कमाइरहेको छु त भन्ने कुराको पनि जानकारी पाउनुहुनेछ र थप ऊर्जा पनि तपाईँलाई मिल्नेछ। र आज हामी एउटा युट्युबबाट कम पैसा, सबैभन्दा कम इन्कम कति हुन्छ त भन्ने कुराको क्यालकुलेटरमै हिसाब गरेर हामी हेर्नेछौँ। साथीहरू, युट्युबले यति नै पैसा दिन्छ भन्ने हुँदैन, तर तपाईँको च्यानलको क्याटेगोरीको अनुसार फरक पर्छ। जुन तपाईँको च्यानल क्याटेगोरी अनुसार तपाईँलाई युट्युबले आरपिएम दिन्छ, जुन चाहिँ युट्युबले 1000 भ्युज बराबर कति पैसा दिन्छ त भन्ने कुरा बुझिन्छ। यदि तपाईँको फाइनेन्सियल च्यानल क्याटेगोरी छ भने तपाईँले एकदमै आरपिएम हाई रेन्जमा पाउनुहुन्छ र धेरै पैसा कमाउन सक्नुहुन्छ। तर तपाईँको कमेडी ब्लगिङ क्याटेगोरीको च्यानल छ भने तपाईँले अलिक कम कमाउन सक्नुहुन्छ। र आज हामी कमी इन्कम हेर्ने भएकोले गर्दा हामी चाहिँ कमलाई नै हिसाब गरेर हेर्छौँ। जुन चाहिँ आउँछ भने आउँछ, 100% आउने इन्कमलाई हामी हिसाब गरेर हेर्नेछौँ। र तपाईँको यहाँ देख्न सक्नुहुन्छ ब्लगिङ तथा कमेडी च्यानललाई चाहिँ 10 देखि 40 रुपियाँ आरपिएम दिँदो रहेछ, जुन चाहिँ हामी हिसाब गरेर हेर्छौँ। यदि तपाईँको ब्लगिङ च्यानल छ र तपाईँको भिडियोमा चाहिँ 1000 भ्युज आयो भनेदेखि चाहिँ तपाईँलाई 10 रुपियाँ दिने रहेछ। भनेपछि 10 रुपियाँ इन्टु हामी डाइरेक्ट 1 लाखलाई हिसाब गर्छौँ। 10 इन्टु 100K गर्दाखेरि तपाईँको भिडियोमा 1 लाख भ्युज पुग्यो भने 100K भ्युज पुग्यो भने तपाईँलाई 1000 दिने रहेछ। र हामी अब 1000 इन्टु 1 मिलियनलाई हिसाब गर्छौँ। 1000 इन्टु 10 लाखलाई हामी 1 मिलियन मान्छौँ भनेपछि 10 गर्दाखेरि तपाईँलाई 1 मिलियन भ्युजको 10,000 दिने भयो। बुझ्नुहोस् है, यो चाहिँ तपाईँलाई जसरी पनि आउने पैसा हो। तपाईँको अहिलेसम्म नेपालमा 10 रुपियाँभन्दा मुनिको आरपिएम दिएको छैन। यो डलर भएन, फेरि हामी डाइरेक्ट नेपाली रुपिसमै हिसाब गरिरहेका छौँ। भनेपछि तपाईँले 30वटा महिनामा 30वटा भिडियो अपलोड गर्नुभयो र प्रत्येक भिडियोमा 100K भ्युज क्रस गऱ्यो भने तपाईँले 3 मिलियन भ्युज बनाउनु हुने भयो। भनेपछि 1 लाख भ्युजको हामीले अघि 10,000 हिसाब निकालेका छौँ। 10,000 इन्टु 3 मिलियन गर्दाखेरि तपाईँलाई 1 महिनाको तपाईँको भिडियोको इन्कम भनेको 30,000 हुने भयो। भनेपछि महिनामा तपाईँ 30,000 कमाउनु हुनुहुन्छ। र 30,000 इन्टु 12 महिना, 1 वर्षमा तपाईँले 3,60,000 कमाउनु भयो। तर यदि तपाईँको भिडियोमा आरपिएम 40 रुपियाँ नै दियो भनेदेखि चाहिँ 40 इन्टु हामी 100Kलाई हिसाब गर्छौँ। 100K भनेपछि तपाईँको 1 लाख भ्युज आयो भने तपाईँको 4,000 आउने भयो। 4,000 आउने भयो भनेपछि तपाईँको 4,000 इन्टु 10 लाख भनेपछि 1 मिलियन भ्युज आयो भने तपाईँको 40,000 आउने भयो। 40,000 भनेपछि तपाईँको महिनामा तपाईँले 3 मिलियन भ्युज जम्मा गर्नुभयो भनेदेखि चाहिँ 40,000 इन्टु 3 मिलियन गर्दाखेरि तपाईँको एउटै भिडियोबाट 1,20,000 कमाइ हुने भयो। र यदि तपाईँको फाइनेन्सियल क्याटेगोरीको च्यानल छ भनेदेखि तपाईँको कम भनेकै तपाईँलाई 300 रुपियाँ आरपिएम दिएको पाइन्छ नेपालको अवस्थामा। 300 इन्टु 1 लाख तपाईँको 1 लाख मात्रै भ्युज गयो भने पनि तपाईँलाई 30,000 आउने भयो। भनेपछि 30,000 इन्टु 1 मिलियन भनेको 10 लाख। 10 लाखको तपाईँको 1 मिलियन भ्युज आयो भने तपाईँलाई 3 लाख एउटै भिडियोबाट आउने भयो। भनेपछि तपाईँले अब आफै हिसाब गर्न सक्नुहुन्छ। तपाईँलाई मैले यहाँनिर दिएको छु जुन यो ग्राफ हेरेर तपाईँले आफै पनि अनुमान लगाउन सक्नुहुन्छ। साथीहरू, भिडियो कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट गर्न पनि नबिर्स्नुहोला। र मन पर्यो भने लाइक पनि गर्नुहोला र धेरै मन पर्यो भने सेयर पनि गरिदिनुहोला र सपोर्ट स्वरूप एक सब्सक्राइब गर्न पनि नबिर्स्नुहोला। मलाई छोड्न चाहन्छु। हस्त नमस्ते।